साथीहरू, बाहिरबाट हेर्दा यी टिकटक स्टारहरू परी जस्तै देखिन्छन्। तर के तिमीहरूले कहिल्यै सोचेका छौ बिना मेकअप उनीहरू कस्ता देखिन्छन् त? आजको भिडियोमा हामी देखाउँदैछौँ नेपालका टप केटी टिकटकरहरूको रियल लुक। कुनै फिल्टर छैन, कुनै मेकअप छैन, एकदमै रियल। तयार हो? केही तस्बिरले तिमीलाई हैरानै पार्न सक्छ। नम्बर 5 मा आउँछिन् अनु परियार। उनी टिकटकमा एकदमै ग्ल्यामरस देखिन्छन्। तर अब हेर्नुस् बिना मेकअप उनी कस्ती देखिन्छन् तपाई आफै निर्णय गर्नुहोस्। खै मलाई चिया दिउँ न एउटा। साह्रै जाडो भएको छ। कहिले चिया नखानलाई पानी परेर दुई कपमा चिया हानी बनाइदेऊ। भाइरल बनाइदिउँ यो कन्टेन्ट। नम्बर 4 मा छिन् लुमी तामाङ। उनी हरेक भिडियोलाई ट्रेन्ड बनाउने पावरफुल फेस। तर बिना मेकअप कस्ती देखिन्छन्? अब हेर्नुस् तपाई नै चकित पर्नुहुनेछ। किन त पहिला जानु भएको थिएन है? फर्स्ट टाइमै गएको गाह्रो त त्यस्तो गाह्रो त भएको थियो तर पनि बुढासँग भएकोले एकदम रमाइलो भयो। बुढासँग भएकोले त रमाइलो भयो होइन के हो यो? अनि झगडा पनि पर्यो रे भन्ने सुनेको थियो। झगडा त त्यो गाह्रो भयो म जान्छु काठमाडौँ भनेर चाहिँ झगडा गरेको। गीतै बनाउँदैन भन्दै थियो। गीत नगर्ने भन्नुभएको थियो। जाडो भएर क्या। अनि यहाँ नम्बर 3 भूमिका मगर। बिना मेकअप पनि भूमिका मगर स्मार्ट र नेचुरल देखिन्छन्। आत्मविश्वास नै उनको सुन्दरता हो। एक फन्नी नो मेकअप भिडियो पनि हेर्न सक्नुहुन्छ। नम्बर 2 गङ्गु छेत्री। गङ्गु छेत्री बिना मेकअप पनि क्यूट देखिन्छन्। उनको एक्सप्रेसन नै उनको पावर हो। एक नो मेकअप रमाइलो भिडियो पनि हेर्न सक्नुहुन्छ। नम्बर 1 दिया मगर। सानो उमेरमै भाइरल भएकी दिया मगर बिना मेकअप पनि क्यूट र ग्लोइङ देखिन्छन्। नेचुरल लुकमै उनको रियल ब्युटी देखिन्छ। उहाँको नो मेकअप भिडियो पनि हेर्न सक्नुहुन्छ। यी थिए नेपालका पपुलर टिकटक क्रिएटरहरू। बिना मेकअप कस्ता देखिन्छन् भन्ने सटिक झलक। तपाईलाई सबैभन्दा रियल कसको लुक लाग्यो कमेन्टमा लेख्न नभुल्नुहोस्। भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।